मेरो छोरीलाई न्याय दिलाएर छाड्छु म त्यसैले म यहाँ आएको हुँ निशा बिक मेरो पनि छोरी हो तपाईँ ढुक्क हुनुहोस् मैले बोलेको छु ती अपराधीहरूलाई कडा से कडा कारवाही गर्नुपर्छ भन्ने पक्षमा म छु स्पष्ट रूपमा अब हाम्रो देशमा ऐन कानुन संविधान संशोधन गरेर भए पनि अपराधीहरूलाई बलात्कारीहरूलाई हामी उम्कन दिँदैनौँ कडा से कडा कारवाही हुनुपर्छ म एउटा अभियानमा छु यो देशको ऐन कानुन र संविधान संशोधन गरेर भए पनि अब हाम्रो देशमा बलात्कारीलाई कस्तो कारवाही गर्ने भन्ने एउटा बहस सुरु भएको छ फाँसीको व्यवस्था हुनुपर्छ भन्ने पनि एउटा जनमत बढेको छ त्यसको लागि पनि के गर्नुपर्छ हामी गर्छौँ त्यसैले तपाईँ एउटा ठुलो पीडामा हुन्छ हामी सबै पीडामा छौँ सबै नेपाली जनताको आँखामा आँसु छ र हाम्रो देशमा पछिल्लो समय बलात्कारको घटनाहरू झन् बढ्यो घटे सङ्ख्या निर्मला पन्तको पनि त्यस्तो भयो बलात्कारपछि हत्या भयो निशा बिक हामी सबैको छोरी हो तपाईँको मात्रै होइन त्यसैले तपाईँलाई न्याय दिन्छु तपाईँको छोरीलाई न्याय दिन्छु तपाईँ ढुक्क हुनुहोस्